गोरखमुण्डी फुल कोले खानु हो, कोले खानु भएको छैन। मैले फेरि पनि यसको विषयमा एउटा भिडियो बनाइदिएको छु। हो रहेछ, मैले 6 वर्ष अगाडि खाएको थिएँ, आजसम्म कुनै समस्या आएको छैन। प्रत्येक वर्ष खान्छु भनेर एकजनाले कमेन्ट गर्नुभएको छ। कतिपयले हाम्रा बाख्रा भैँसीले खान्थे भन्नुभएको छ, कतिपयले खेतबारीमा पाइन्छ, हाम्रो खेतबारीमा जति पनि छ भन्नुभएको छ। यो खानु होला, कुनै पनि असर छैन। बाख्रा भैँसी मरेका छैनन्, हामी पनि मरिँदैन। म आफैले पनि खाइरहेको छु, हाम्रो परिवारले पनि खाइरहनु भएको छ। यो खोजी खोजी खानु होला। अब यो भ्याइन लाग्यो, अब हप्ता 10 दिनभन्दा बढी यो फुल पाइँदैन। त्यसले गर्दाखेरि खानु होला, कुनै असर छैन। अब मैले यहाँबाट पनि कुरियर गरेर धेरैजनालाई पठाइदिएको छु। एउटा परिवारलाई 150-200 को फुलले एउटा परिवारलाई पुग्छ। धेरै महँगो पनि छैन। अहिलेका बालबच्चाहरूले झन् धेरै मोबाइल हेर्छन्, हामीहरूले पनि धेरै मोबाइल हेरिएको छ। मोबाइल हेर्दाखेरि आँखालाई झन् धेरै असर गरेको छ। धुलो धुवाँ यस्तो छ, आँखाहरू पोलिरहेका छन् भने यो खाइसके पछाडि यसले आँखाको लागि राम्रो गर्छ। त्यसले गर्दाखेरि खानु होला। यो कुनै विषादी नहालेको एकदमै अर्ग्यानिक चिज हो। यो खेतको आलीमा पाइन्छ हैन। त्यसले गर्दाखेरि खानु होला। हाम्रो पोखरा सेन्टरमा फेरि पनि आइसकेको छ। अस्ति ल्याएको सिद्धियो, त्यसले गर्दाखेरि आज पनि फेरि यो फुल आइसकेको छ। त्यसले गर्दाखेरि चाहिन्छ भने, अन्त पाउनु भएन भने हामी पठाइन्छौँ, सम्पर्क गर्नुहोस्। तर फुल खानुहोस्।